तर रसिक भने आउँदैनन्। एकैचोटि 4 बजेतिर रसिकका साथीहरू बाइकमा घर अगाडि आइपुग्छन्। उनीहरूले रचनालाई रसिकको ज्याकेट र मोबाइल दिन्छन् र रसिक एकछिनमा आउँछ, बाटोमा छ भनेर भन्छन् अनि त्यहाँबाट जान्छन्। साँझको 6 बजिसकेको हुन्छ। रसिक अझै घर आइपुगेको हुँदैन। रचना अत्तालिन्छिन्, उनको शरीर काँपिरहेको हुन्छ। अस्ट्रेलियामा भएकी छोरी रसिलाले पनि तारन्तर रचनालाई फोन गरेर भाइ आयो भन्दै सोधिरहेकी थिइन्। त्यति दिनसम्म रचनाले कुनै अनिष्टको आकलन गरेकी थिएनन्। छोरो एकछिनमा आउला, भोकै होला भनेर सोच्दै उनले खाना बसाउँछिन् र छोरोलाई पर्खिन्छिन्। उता अस्ट्रेलियामा भएकी छोरी रसिलाले सामाजिक सञ्जालभरि गोली चलेको, एकपछि अर्को गर्दै युवाहरू ढलेको, रगतको खोला भएको हेरिरहेकी थिइन्। भाइ पनि आन्दोलनमा गएको उनलाई थाहा थियो। उनी पनि आत्तिएकी थिइन्। एक्कासी उनको फिडमा एउटा भिडियो आउँछ। छातीमा मम्मी र बाबाको नामसहित इगलको ट्याटु बनाएका ती लम्पोसार व्यक्तिको छातीमा गोली लागेको थियो अनि अर्को गोली चाहिँ कोखामा लागेको थियो। ट्याटु देखे पछाडि